नमस्कार, यो भिडियो चाहिँ हाम्रो हलिसी दर्शनको रहेको छ। हामी कसरी गयौं, कुन बाटो भएर गयौं, कस्तो कस्तो सिचुएसनहरू आयो, हामी हजुरलाई यो भिडियोमा देखाउने छौं र मन्दिरको बारेमा पनि हामीले जानेको र बुझेको सम्म हामी तपाईहरुलाई भन्ने छौं। हामी यहाँ कोटारी बजारमा आइपुग्यो हो। अनि यहाँ पृथ्वीमा पृथ्वीलाई चाहिँ मान्छेले बोकिराखेको छ। कटारी बजार सकिए लगत्तै यो चाहिँ सर्व खोलाको पुल रहेको छ। यहाँदेखिको चाहिँ अब हाम्रो पहाडको यात्रा सुरु हुनेछ। अघिसम्म चाहिँ हामी तराईमा नै कुदिरहेको थियौं भने अब यहाँदेखिको चाहिँ हाम्रो पहाडको बाटो एकदमै अफरोडिङ बीचको बाटोहरू तपाईले हेर्न सक्नुहुनेछ। यहाँनिर चाहिँ वंशु भुटियाले चाहिँ थोरै वार्म अप गर्दै हुनुहुन्छ अब पहाडको बाटो कुद्नको लागि चाहिँ। अनि बाटो चाहिँ यस्तो रहेको छ। बसहरू पनि एकदमै धेरै कुदिरहेको छ। यो चाहिँ सबै खोटाङबाट, दिक्तेलबाट, ओखलढुङ्गाहरूबाट आइरहेको बसहरू हो। यो चाहिँ यता पूर्व आएको बसहरू हो। बाटो चाहिँ एकदमै बिग्रेको छ। यो बाटो चाहिँ पहिले चाहिँ पिचै थिएछ, तर अब अहिले चाहिँ सबै पिच बाटो चाहिँ सबै बिग्रिसकेको रहेछ। अहिले चाहिँ एकदमै ग्राभल गरेको जस्तो कुनै ठाउँमा चाहिँ थोरै थोरै पिच पनि थियो। तपाईहरुले देख्न सक्नुहुनेछ बाटो कस्तो छ भनेर। अनि यहाँनिर चाहिँ भेडाहरू छ, सानो सानो भेडाहरू, भेडाको झुन्डहरू चाहिँ एकजना दाजुले चाहिँ ल्याउँदै हुनुहुन्थ्यो। हमार पत्नी बहुत थक के ये लेट पड़ा है चाउर में। ये देख सकता है हमारा भ्यू जी। हामी चाहिँ एकदमै थाकिरहेको थियौँ। एकदमै अफरोडिङ भएकोले गर्दाखेरि चाहिँ मैले एकछिन रेस्ट गरेँ। त्यसपछि तपाईले हेर्न सक्नुहुनेछ राम्रो राम्रो भ्यूहरू आउन थालिसकेको छ। हामी चाहिँ अहिले दुधकोसीमा आइपुगेछौँ। यो चाहिँ दुधकोसीको पुल रहेको छ। ल एक्साइटमेन्ट हुँदाखेरि बरु हिँड। हेर्नु न तपाई। यो पुलको बारेमा एउटा कुरा भन्दिनु न। भन्दिनु। त्यो खालको मान्छे छ भन्नु भन न यो पुलको बारेमा एउटा कुरा भन्दिनु न। यो पुलको बारेमा चाहिँ यता ओखलढुङ्गा यता कुन चाहिँ जिल्ला थाहा छ? खोटाङ जोडिने पुल। दुईटा जिल्लाको सङ्गम स्थल। यस गुड। यहाँदेखिको चाहिँ अब हामी हलेसी प्रवेश गरिसकेको छौँ। तपाईले देख्न सक्नुहुनेछ घरहरू, तर प्राय सबै दोकानहरू चाहिँ बन्द थियो किनकि दसैँ लागिरहेको थियो। दसैँको कारणले पनि होला सबै दोकानहरू नै बन्द देख्यौँ हामीले। एकदमै कम्ती दोकानहरू मात्रै खुल्ला थियो, नत्र प्राय सबै दोकानहरू चाहिँ बन्द नै थियो। यहाँदेखिको अगाडि बढ्दै जाँदाखेरि चाहिँ हामीले हलेसी महादेवको मन्दिरको प्रवेशद्वार पनि भेट्छौँ। अनि त्यहाँनिर चाहिँ माथि मन्दिरसम्म नै पनि बाइक पुग्ने रहेछ, तर हामीले चाहिँ त्यस्तो गरेनौँ। यहाँनिर प्रवेशद्वारबाट चाहिँ हामी अलिक पर नै हामी बस्ने ठाउँ होटलहरू खोज्यौँ किनकि एकदमै बेलुका भइसकेको थियो। अनि हामी अब आज चाहिँ रेस्ट गर्ने, भोलि चाहिँ एकदमै फ्रेस भएर भोलि बिहानै पूजा गर्नु जाने भनेर चाहिँ हामीले यहाँदेखिको थोरै पर गएर हामीले रुम खोज्यौँ। यहाँ चाहिँ रहेको छ हलेसी महादेवको मन्दिर। कतिले चाहिँ आयुको मन्दिर पनि भन्नुहुनेछ। हामीले चाहिँ यहाँनिर दुईटा भगवानहरू सँगै बसिरहेको जस्तो फिल गऱ्यौँ किनकि बुद्ध भगवानको पनि पूजा भइरहेको थियो भने यता महादेवको पनि पूजा भइरहेको थियो। देख्यो कति धेरै कति हजार माथि देख्यो। त्यो किरिङ देख्दैछ नि, त्यो सबै चमेरा हो क्या। चमेरा गुले हेर्नु न, यहाँ चमेरा गुले माथि हेर्नु न कति धेरै चमेरा यहाँ। 1000 भन्दा बढी है। अब हामी चाहिँ आकाश देखिने गुफामा आइपुग्यौँ। चिप्लो रहेछ बाबा। अबे कस्तो चिप्लो रहेछ।
आकाशदेखि गुफा तपाईँहरू देख्नु हेर्नुहोस् होला यहाँ चाहिँ गुफा हलेसीको आकाश देखिने गुफा यहाँनिर चाहिँ यहाँ गुफामा चाहिँ हामीलाई गुरुले देखाउँदै हुनुहुन्थ्यो भगवानको शिर अनि भगवान बस्नुभएको ठाउँ भगवानको पैताला भगवानले ध्यान गर्नुभएको ठाउँ अनि यस्ता धेरै ठाउँहरू थियो त्यहाँनिर सबैतिर त्यस्तो देखिरहेको थियो अनि त्यहाँनिर चाहिँ हामीलाई गुरुले एकदमै मजाले एक्सप्लेन गरेर भन्दै हुनुहुन्थ्यो जुन तपाईँहरूलाई मैले अहिले मजाले राम्रोसँगले भन्न सकिरहेको छैन तर पनि यो ठाउँ चाहिँ एकदमै राम्रो थियो हैन हामीलाई एकदमै एनर्जी भाइब्स आइरहेको थियो अनि त्यहाँ गुफामा चाहिँ हामीलाई एकदमै एनर्जी फिल भइराखेको थियो एकदमै राम्रो थियो अनि यहाँ मैले अहिले ढोक्दै गरेको चाहिँ गणेश भगवान अनि त्यसको सँगसँगै यतापट्टि विष्णु भगवान हुनुहुन्थ्यो अब गणेश भगवानको सुँडलाई मैले ढोक्दै गरेको अनि यहाँनिर चाहिँ गाई र गाईको थुन पनि छ अनि जुन गाईको थुनमा चाहिँ अहिले पनि दुध आउँछ मतलब एकदमै दुध आउने भन्ने बित्तिकै एकदमै धेरै दुध आउने भन्ने होइन तर जुन गाईको थुनमा चाहिँ दुध त्यहाँनिर देखिन्छ त्यो चाहिँ तपाईँले हेर्न सक्नुहुनेछ यहाँ रहेछ क्या यहाँबाट चाहिँ यो सेतो सेतो रक सेतो देख्छ नि त अनि त्यो सेतो दुध यस्तो तपाईँले देख्नु होला गाईको थुन अनि यहाँ गुफामा चाहिँ अझै धेरै भगवानहरू हुनुहुन्छ अनि यो त्रिशूलमा चाहिँ आफ्नो मनोकामना आफ्नो इच्छाहरू भनेर त्यहाँनिर डोरा बान्ने चलन रहेछ अनि त्यहाँनिर चाहिँ डोरा बान्दै हुनुहुन्थ्यो त्यो डोरा बानिसकेपछि चाहिँ आफूले चाहेको मनको कामनाहरू पुरा हुन्छ भन्ने एउटा आशा एउटा भरोसा अनि त्यहाँ सँगसँगै लगतै हामी चाहिँ यहाँ भगवानले ध्यान गर्नुभएको ठाउँ यहाँ बसेर चाहिँ भगवानले ध्यान गर्नुभएको थियो त्यो ठाउँमा हामीले गयौँ हामीले ढोग्यौँ त्यहाँनिर पूजा गऱ्यौँ अनि त्यहाँ पूजा गरेको टीका चाहिँ आफूले लगायो भने चाहिँ आफू एकदमै शुद्ध हुने भन्ने एउटा विश्वास रहेको रहेछ अनि त्यहाँनिर वंशुले मलाई पनि टीका लगाइदिनु भयो अनि उहाँले पनि टीका लगाउनु भयो टीका लगाइसकेपछि चाहिँ हामीले घरको लागि पनि थोरै टीका बोक्यौँ हाम्रो फ्यामिलीको लागि हाम्रो परिवारहरू जो उहाँसम्म पुग्नु पाउनु भएन उहाँहरूको लागि अनि हामी यहाँ गुफामा सबै भगवानहरूलाई ढोकिसकेपछि हामी यहाँ गुफाबाट बाहिर निस्क्यौँ गुफाको बारेमा मैले यति नै भन्नु सके जति हामीले जान्यौँ त्यसको बादमा चाहिँ यो चाहिँ हाम्रो मन्दिरको बाहिरको भाग रहेको छ भने तपाईँले यतापट्टि देख्न सक्नुहुनेछ हलेसी महादेवको मन्दिर भने यतापट्टि तपाईँले गुम्बा देख्न सक्नुहुनेछ दुईटै मन्दिरहरू एकै ठाउँमा रहेको छ हलेसीमा यस्तो फगी लागिरहेछ पानी परिरहेछ अनि यो चाहिँ हलेसीको एकदम ग्रेट वल अफ चाइना जस्तै बनाएको छ अनि यहाँनिर चाहिँ हामी यसरी हिँड्दैछु पानी परे पनि हामी चाहिँ हिँड्नु चाहिँ छोडेको छैन खासमा चाहिँ हामी यहाँनिर चाहिँ अब हाम्रो त्यस्तो आइडिया पनि छैन होइन तर यहाँ चाहिँ हामी लुमदर बान्नुको लागि आएको हाम्रो घरको नाममा लुमदर बान्नुको लागि आएको बाटो त लामै रहेछ यहाँबाट तर अब आज अघि लागेकोले गर्दाखेरि चाहिँ अलिकति वेदर अलिक राम्रो नभएकोले गर्दाखेरि चाहिँ यति नै देखाउँदैछु तर एकदम राम्रो रहेछ यहाँनिर चाहिँ सबै प्रायः लुमदर लाउनलाई आउनु हुँदो रहेछ लुमदर पनि प्लस भ्यू पोइन्ट जस्तो रहेछ है
यसो ढुङ्गाहरूमा लगाउँदै मान्छेहरूले चाहिँ टुक्को टुक्कोमा हुँदो रहेछ बनाउनु चाहिँ एकदम राम्रो बनाएको रहेछ यताको बरु राम्रो बनाएर है अरू ठाउँ हेऱ्यो तिमी नअत्तालिनु के त्यस्तो जुन होस् उयो भनौँ अनि जाउँ ल एकदम चट्यान गाडाङ गुडुङहरू आइरहेछ अनि त्यही भएर चाहिँ मलाई कस्तो डर लागिरहेछ किन म चाहिँ आधी पहिला मरिसकेको छु गाडाङ गुडुङले गरेर आधी चाहिँ मेरो मुटु एकदम धड्किरहेछ तर पनि अब फेरि कहिले आइन्छ आएको बेलामा चाहिँ किन ठाउँ छुट्याउने भन्ने हाम्रो यो के को पोते सिधा तन्को सिधा जहाँ तन्किन्छ त्यहाँसम्म सिधा तन्को सिधा हुन्छ त्यहाँ छोड्देऊ न तिमीले त्यहाँबाट चाहिँ टाइट तान क्या हो त्यहीँतिर लगाइदेऊ ल गर कुल होला सम्झ यो चाहिँ हाम्रो घरको पोहोर साल हामीले लुङ्गरहरू लाउनु पाएको थिएन यो चाहिँ एकदम कञ्चन ठाउँमा हलेसीको टुप्पो ठाउँमा नै हाम्रो सबै पिता पुर्खाहरूलाई सम्झेर हामीले चाहिँ यो लुङ्गरहरू चढाएको छ सबैको भलो गुड मर्निङ एभ्रिवान अहिले चाहिँ हामी यहाँनिर हलेसीबाट फर्किँदाखेरि चाहिँ यहाँ दुधकोसीमा आइपुगेर बसेका छौँ हिजो चाहिँ एकदमै धेरै पानी परेकोले गर्दाखेरि चाहिँ आजको खोला र आजको वेदर तपाईँहरूले हेर्न सक्नुहुन्छ एकदमै ठुलो खोला बढिराखेको छ हिजो दिनभरि पानी परेकोले गर्दाखेरि आन्टीले चाहिँ त्यहाँनिर दाउराहरू कुद्दै हुनुहुन्छ फेरि खोला चाहिँ यस्तै यहाँ पहिरो गएको थियो डेन्जर पहिरो गएको थियो त्यही भएर चाहिँ हामी रोकेको थियौँ आज चाहिँ यस्तो छ अवस्था हिँड्नु बाबा हिँड्नु डेन्जर पानी यहाँनिर बाइकहरू जानै नसक्ने त्यहाँबाट फर्किने क्रममा चाहिँ पानी एकदमै ठुलो पर्यो 2 दिन अनि धेरै ठाउँमा पहिरो गइरहेको थियो खोलाहरू एकदमै ठुलो बढिराखेको थियो पुलहरू बगाइराखेको थियो धेरै ठाउँको बाटोहरू ब्लक भइरहेको थियो र पनि अब आफ्नो गन्तव्य पुरा गर्नुको लागि मान्छेहरू आफ्नो रिस्क लिएर पनि मान्छेहरू हिँडिरहेको थियो हामी पनि त्यसरी नै डरसरी नै घरि कहाँबाट पहिरो आउँछ कि भन्ने डरले कहाँबाट ढुङ्गा झर्छ कि भन्ने डरसरी नै हामी फर्क्यौँ तर पनि अब भगवानको कृपाले गर्दाखेरि हामी एकदमै सही सलामतै घर फर्क्यौँ पानी रोकिसकेपछिको यो चाहिँ भ्यू थियो इन्द्रेणी लागिरहेको थियो हामी एकदमै सही सलामत तल झरिसकेपछि चाहिँ एकदमै आफूलाई पनि ढुक्क फिल भइरहेको थियो अनि यो चाहिँ रहेको छ हाम्रो हलेसी दर्शनको भिडियो अब तपाईँहरूलाई कस्तो लाग्छ के लाग्छ यसो कमेन्ट गरिदिनु होला यो भिडियो लास्टसम्म हेरिदिनु भयो त्यसको लागि एकदमै धेरै धेरै धन्यवाद जस्तो छ